श्रीलङ्काले किन क्यान्सल गर्यो? त्यसलाई चाहिएको थिएन अमेरिकी डलर? तान्जानियाले किन स्वीकार गरेन? मेडागास्करले किन स्वीकार गरेन? कोसोभोले किन स्वीकार गरेन? यहाँ तपाईँको चाहिँ नि एमसिसीका पक्षधरहरू के भन्छन् भने मङ्गोलियाले पास गर्यो नि, मङ्गोलियाले पास गर्यो नि भन्छ। यदि तपाईँको चाहिँ नि नेपाली जनता के भेडा हुन्, बेकुब हुन्? त्यो पैसा आएर यहाँ चाहिँ नि विकास हुने भए, विद्युतको विकास हुने, बाटोको विकास हुने भएपछि नेपाली जनताले यस्तो जुलुस गर्नुपर्ने, विरोध गर्नुपर्ने हामीलाई चाहिन्न भन्ने कुरा आउँथ्यो? होइन नि, देखाउने खसी खुवाउने फर्सी हो अमेरिकाको। यहाँ उसले तपाईँको चाहिँ यो एमसिसीको माध्यमबाट नेपाललाई तपाईँको चाहिँ आफ्नो रणनीतिक योजनाभित्र राख्न चाहन्छ। एमसिसी भित्रका प्रावधान के छन् भन्नुहोस् त? एमसिसी भित्र तपाईँको चाहिँ केही विवाद भयो भने नेपालको कानुन, नेपालको संविधान लागू हुन्न। एमसिसीमा जे व्यवस्था छ त्यो नाकाका चालले नेपाली जनताले मान्नुपर्छ। ल भन्नुहोस्, अहिले भएको अमेरिकाको कानुन र भोलि बन्ने कानुनसम्म तपाईँले एमसिसी स्वीकार गर्नु हो, नेपालीले मान्नुपर्छ। ल भन्नुहोस् त, यो के हो? यो नेपालीले चाहिँ अहिले भएको अमेरिकाको कानुन मान्नुपर्ने, भोलि बन्ने अमेरिकाको कानुन मान्नुपर्ने हुन्छ? हामीले पनि तपाईँको चाहिँ त्यत्रो 13 करोड रुपियाँ तपाईँको चाहिँ हामीले सामेल गरेका छौँ। यो तपाईँको चाहिँ नि यो एमसिसीको तपाईँको चाहिँ हिसाब किताब एमसिसीले मात्रै गर्न पाउने, हामीले त्यहाँ हेर्न हिसाब किताब अडिट गर्न नपाउने भनेपछि यो त लाटाले पनि बुझ्ने कुरा हो नि।